नमस्कार सबैजनालाई। आज म फेरि हजुरहरूलाई अर्को भिडियो लिएर आएकी छु है। पछाडि देख्नुभयो नि, त्यो भनेको हाम्रो जुम्ला सदरमुकाम बजार, जुम्ला भ्याली पछाडिको ब्याकग्राउन्डमा देख्नुभयो नि। त्यहाँबाट आज पैदल यात्रा 20 मिनेट हिँडेर म आएकी छु माथि जङ्गलको बिचमा, डाँडामा। त्यो कुन ठाउँ हो त, कस्तो ठाउँ हो भन्ने कुरा चाहिँ म हजुरलाई देखाउँदैछु है। त्यो ठाउँ कहाँ हो त भन्दाखेरि चाहिँ हाम्रो पवित्र मन्दिर भनेपछि अब कसैले बुझिसक्नु भयो होला, कसैलाई चाहिँ देखाउँछु है त। ल हेर्नुहोस्, यो कुन ठाउँ होला? यो गणेशस्थान, हाम्रो जुम्ला जिल्लामा रहेको चन्द्रनाथ 10मा नगरपालिकामा पर्ने बोरागाउँको माथि जङ्गलको बिचमा रहेको मन्दिर गणेशस्थान मन्दिर। देख्नुभयो? यो ठाउँ चाहिँ आज म हजुरलाई देखाउँदैछु। ल हेर्दै गर्नुहोस् है। यो जुम्ला भ्यालीबाट चाहिँ नजिकै पर्छ, 15-20 मिनट पैदल यात्रा पछि चाहिँ आइपुग्छ यो मन्दिर। यो पछाडि जुन पछाडि देख्नुभयो नि हजुरले, त्यो भनेको जुम्ला भ्याली हो है। एयरपोर्ट जुन त्यहाँ हजुरले रोड देख्नुभयो होला, त्यहाँ प्लेन ल्यान्डिङ हुन्छ, हाम्रो एयरपोर्ट त्यहाँ पर्छ। एयरपोर्टबाट अगाडि अलिकता अगाडि चाहिँ हाम्रो बजार छ, जुम्ला बजार। त्यो देखिराख्नु भएको चाहिँ एयरपोर्ट कालीखोरी भयो। अनि यो मन्दिर गणेश मन्दिर, जहाँ गणेश चौथीको दिनमा मेला लाग्छ, ठुलो मेला लाग्छ। यहाँ विभिन्न ठाउँबाट, विभिन्न जिल्लाबाट, हाम्रो जुम्ला जिल्लाबाट अथवा जिल्ला बाहिरबाट पनि धेरै भक्तजनहरू यहाँ आस्था र विश्वासका साथ आउनुहुन्छ यो मन्दिरमा चाहिँ। यहाँ गणेशस्थान किन हुन गएको भन्ने कुरा चाहिँ हाम्रो सबैजनाको एउटा जान्ने चाहना हुनसक्छ। यहाँको नाम गणेशस्थान किन भएको भन्दाखेरि यो परापूर्वकालमा यहाँभित्र, यो मन्दिरभित्र गणेश उत्पत्ति हुनुभएको छ। गणेश ढुङ्गाको स्वरूपमा, एउटा गणेशको स्वरूपमा चाहिँ यहाँ एउटा ढुङ्गा उत्पत्ति भएको छ। त्यो भएको हुनाले यो ठाउँ चाहिँ एकदमै विशेष किसिमको ठाउँ छ यहाँभित्र। अब म हजुरलाई चाहिँ यहाँभित्र जतिसम्म म देखाउन सक्छु त्यो कुरा हजुरलाई देखाउँदैछु। यो हो है विशेष ठाउँ भनेको, गणेशस्थान, गणेश उत्पत्ति हुनुभएको विशेष ठाउँ यहाँभित्र छ, जुन चाहिँ यो ठाउँ छ। यहाँभित्र चाहिँ म जाँदैछु। ल हेर्नुहोस्, यहाँ यो ढुङ्गाले बनेको स्वरूप छ। यहाँभित्र एउटा चौरो जस्तो देख्नुभयो नि हजुरले। यहाँभित्र गइसकेपछि यहाँभित्र हुनुहुन्छ हाम्रो गणेश भगवान है। गणेश भगवान यहाँभित्र हुनुहुन्छ। यहाँ एउटा गणेशको स्वरूपमा ढुङ्गाको उत्पत्ति भएको छ। यहाँको विशेष खालको चाहिँ एउटा आस्था र विश्वास छ। हामी यहाँ आएर पवित्र मनले केही कुराहरू, आफ्नो इच्छा चाहनाहरू मागेपछि हाम्रो यहाँ पुरा हुन्छ भन्ने मान्यता छ। ल अब यहाँ पछाडि चाहिँ, मेरो पछाडि यो गणेशस्थान मन्दिरको पछाडि पातारासी हिमाल पनि देखिन्छ। त्यो हिमाल भनेको त्यहाँ हिउँ परेको छ, तपाईँहरूले देख्नुभयो होला, पातारासी हिमाल भन्छ। जुन अस्ति मैले कैद गरेको थिएँ नि मेरो गोठी चौरको भिडियो, त्यो गोठी चौर चाहिँ यहाँ पछाडि पर्छ है, डाँडा पछाडि पर्छ। अनि यो चाहिँ हाम्रो जुम्लाको एकदमै महत्त्वपूर्ण ठाउँ हो। एकदमै आफ्नो मूल्य मान्यता छ यो ठाउँको पनि विशिष्ट प्रकारको। अनि यहाँ मन्दिरमा चाहिँ पुजारी बस्नुहुन्छ है। यहाँ मन्दिरमा चाहिँ हाम्रो पुजारी बस्नुहुन्छ, ब्रह्मचार्य। आज चाहिँ भेटिनु भएन, उहाँसँग धेरै कुराहरू गर्न मन थियो, उहाँलाई भेटेर सोध्न मन थियो, धेरै जानकारीहरू चाहिँ हजुरलाई पनि दिन मन थियो। उहाँ भेटिनु भएन, नभेटे तापनि उहाँ बस्ने भनेको यहाँभित्र है। यहाँभित्र हाम्रो पुजारी बस्नुहुन्छ, जुन चाहिँ ब्रह्मचार्य अहिलेसम्म बिहे नै नगरेर बस्नुभएको। आज सायद कतै जानुभएको होला, उहाँसँग भेट हुन सकेन, यहाँ बस्नुहुन्छ। अनि गणेश चौथीको दिन जुन भक्तजनहरू जहाँबाट आउनुहुन्छ उहाँहरू पनि यहाँ वरिपरि सबैजना आगो बालेर बस्नुहुन्छ, यो एरियामा बस्नुहुन्छ होइन। यस्तो छ हाम्रो यो गणेशस्थान। यहाँ चाहिँ छुट्टै प्रकारको
स्वच्छ हावा पाइन्छ। जङ्गलको बिचमा हरियाली हरियाली भएको यो जङ्गलको बिचमा चाहिँ यो मन्दिर अवस्थित छ। अनि यहाँ स्वच्छ हावा पनि पाइन्छ। विभिन्न प्रकारको बोट बिरुवाहरू छन् यहाँ होइन। धोपी सल्लाहहरू यहाँ पाइन्छ। अनि यस्तो राम्रो, यस्तो स्वच्छ, यस्तो चाहिँ सफा, यति मन आनन्द हुन्छ यो ठाउँमा आउँदाखेरि। मलाई पनि आज यति धेरै आनन्द महसुस भएको छ यहाँ आउँदाखेरि। अत्यन्त म खुसी भएको छु होइन। यस्तो यस्तो ठाउँहरू छ हाम्रो जुम्लामा, जुन ठाउँहरू चाहिँ अब हजुरहरूले आइसकेपछि थाहा पाउनुहुन्छ र नआएको हजुरहरू नआउनु हुनेले पनि यसरी मैले देखाएर चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ। यति राम्रो छ, पछाडि हेर्नुहोस् कस्तो राम्रो ब्याकग्राउन्ड छ होइन। जङ्गलको बिचमा मन्दिर छ। अनि अब यहाँ जल पनि पाउँछ, पानी, जुन चाहिँ म हजुरहरूलाई अब देखाउँदैछु होइन। त्यहाँ पानी पनि छ। अनि अब यो जुन अघि म गएँ, यो चाहिँ हाम्रो यो मन्दिर जाने एउटा गेट हो। तपाईँहरू पैदल यात्रा गर्नुहुन्छ भनेपछि पनि दानसौबाट 15-20 मिनटमा यहाँ पुग्नुहुन्छ र बोरागाउँबाट पनि यहाँ पुग्नुहुन्छ। सवारी साधन बाइक स्कुटरमा पनि हजुरहरू आउन सक्नुहुन्छ। यहाँ एकदमै सहज छ है, जुम्ला बजार, जुम्ला भ्यालीबाट यहाँ आइपुग्नलाई। ल म चाहिँ अब हजुरहरूलाई यहाँको पानी देखाउँदैछु, जल। यहाँ हामी नै अहिले प्यास लागेको छ। पानी खानको लागि अब धेरैजनालाई प्यास लाग्छ। माथि आउँदाखेरि 15-20 मिनट माथि डाँडामा आउँदाखेरि चाहिँ त्यसको लागि यहाँको स्वच्छ जल पनि छ। ल हेर्नुहोस् यहाँ धारो पनि छ है। ल यो चाहिँ जल भयो है। ल यसरी यो धारो पनि छ। यहाँको जल पवित्र हुन्छ होइन। यो छ यो ठाउँको विशेषता। अब धेरै चाहिँ राम्रो छ। यहाँबाट माथि गयो भने पनि धेरै प्रकारको बोट बिरुवाहरू पाइन्छ, जङ्गल छ। यति राम्रो, यति स्वच्छ, यति सफा चाहिँ यो ठाउँ छ, मन्दिर छ। यो मन्दिरमा आइसकेपछि हामीले मागेको मनैदेखि आस्था विश्वासका साथ मागेको कुराहरू पुरा हुन्छ भन्ने चाहिँ एउटा विश्वास छ, जुन चाहिँ मैले पनि आफूले चाहिँ त्यो फिल गरेको छु होइन। त्यही भएर हजुरहरू नआउनु हुनेहरू एकचोटि आइदिनुहोस् होला। आइसकेको मान्छेहरू फेरि पनि आइदिनुहोस् होला। र आउनै नसक्ने मान्छेले हेरेर भए पनि हाम्रो ठाउँको बारेमा, यो जुम्लामा रहेको यो गढस्थान मन्दिरको बारेमा हजुरले बुझिदिनुहोस् होला है। यो ठाउँमा आउँदाखेरि आज मलाई यति रमाइलो महसुस भएको छ कि होइन, मनै आनन्द भएको छ होइन। मैले मनमा यति शान्त चाहिँ लिएको छु। मलाई आनन्द, तपाईँहरूलाई पनि पक्कै पनि आनन्द महसुस हुन्छ। हजुरलाई आउन मन छ भने एकचोटि आउनु होला। र हजुरलाई कस्तो लाग्यो यो चाहिँ ठाउँ होइन, हजुरले हेर्दाखेरि त्यो चाहिँ कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला। र अन्य कुनै यस्तै ठाउँहरू हजुरहरूको ठाउँमा भएको ठाउँहरू चाहिँ हजुरहरूलाई देखाइदिनुहोस् न भनेर हजुरले मलाई अनुरोध गर्नुभयो भने म पक्कै पनि त्यो ठाउँमा पुग्नेछु। मलाई थाहा नभएको कति ठाउँहरू हुनसक्छ। थाहा भएको ठाउँमा त म आफै पुगिहाल्छु होइन। थाहा नभएको ठाउँहरू चाहिँ म हजुरलाई यसरी पुगेर चाहिँ देखाउने छु। हजुरले कमेन्ट गरिदिनु होला है, तपाईँहरूले मन पराइदिनु भएको छ भनेपछि। फेरि पनि म यस्तै खालको भिडियोहरू लिएर हजुरमा आउने नै छु। हजुरहरूले मलाई चाहिँ मन पराइदिनुहोस् होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनुहोस् होला, सेयर गरिदिनुहोस् होला है। र हजुरहरूले मलाई फलो पनि गरिदिनुहोस् होला। म हजुरहरूलाई अन्य ठाउँ देखाउने छु। आजलाई चाहिँ म यस ठाउँको बारेमा यति भन्दै यहीँ विसर्जन गर्दछु। धन्यवाद। ल तल गढस्थानबाट तल झर्दै गर्दाखेरि चाहिँ यो हाम्रो जुम्ला भ्याली बजार सदरमुकाम यहाँबाट देखिरहेको छ नि, त्यो हाम्रो सदरमुकाम हो जुम्लाको। ल हेर्नुहोस् त्यहाँबाट सबै देखिन्छ, एयरपोर्ट होइन। त्यसपछि आएर हाम्रो कालीखोली, आचार्यपाडा, माथि आर्मी क्याम्प सबै यहाँबाट देखिन्छ। यो सदरमुकाम नै हो। यस्तो नजिकै छ हाम्रो। यहाँ तलबाट आउँदाखेरि 15-20 मिनटमा मजाले पुगिन्छ आरामदायी तरिकाले। यस्तो राम्रो ठाउँ छ, यस्तो राम्रो ठाउँ छ। हेर्नुहोस् हजुरले भिडियोमा देखेरै थाहा पाइसक्नुभयो होला। जुम्ला भ्याली मजाले देखिन्छ, डाँडा काँडा हेर्नुहोस् कस्तो राम्रो छ। वन जङ्गल, हरियाली, बुटाहरू, रुखहरू। यति राम्रो ठाउँ तपाईँले कतै देख्नु भएको छ छैन भनेपछि आउनुहोस्, हाम्रो जुम्लामा देख्न पाउनुहुन्छ। सुन्दर यस्तो प्रकृतिले यति राम्रो ठाउँ दिएको छ। ल हेर्नुहोस् यो ठाउँमा आइसकेपछि मान्छेलाई कतै जान मनै लाग्दैन। मलाई पनि एकदमै रमाइलो महसुस भएको छ। हजुरहरू पनि आएर चाहिँ रमाइलो गर्नुहोस् होला। हावा चलिरहेको छ हेर्नुहोस्, स्वच्छ हावा।